गाइजहरु हजुरहरुलाई स्वागत छ यो हाम्रो ब्लगमा। हामी ठिकै छौं, हजुरहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु। दिजुको अनि हाम्रो सबैको स्पेशल डे, दिदीको बर्थडे, त्यही भएर हामी पशुपति गएर आइसक्यौं दर्शन गरेर। उता होइसिन्छ स्पेशल मान्छे बर्थडे गर्ल। हेलो बर्थडे गर्ल, के छ, कस्तो भइरह बर्थडे? बर्थडे अब बेलुका अब हेरौँ के हुन्छ। केक सेक काट्ने भने अब हेरौँ, त्यही पनि अब त अहिले भन्दैनौँ, पछि हाल्छौँ हामी भएपछि बर्थडे। सबै लाइक कमेन्ट गर्नु नभुल्नु ल। हामी त हिँडेर आएको, अहिले हिँडेर जाम भनेर हिँडेर आएको, अनि जाँदाखेरि गाडीमा गयौँ, त्यही भएर अहिले एकछिन अब हिँडेर जाम भनेर आएको। यहाँ खुट्टा दुखेर हैरान भएको छ, दिजु त झन् हिँड्नै सक्छिन्न उता, गाह्रो छ। त्यही पनि हिँड्दिन्न त अहिले भने, त्यही भएर हिँडेर आएको। यता कति राम्रो छ, कस्तो दामी हो काठमाडौँ त गाडीहरू त यहाँ यति धेरै जाम हुन्छ झन्। कति राम्रो छ यता यता। हामी एयरपोर्ट लिएर आइपुग्यौँ अहिले। यहाँभित्र कस्तो राम्रो छ, यी देखिन्छ कि सोचे हो, देखिँदो रहन्छ, अलिअलि देखिन्छ कि देखेन पुरै त, अलिअलि देखिने। सबैले माया गरिदिनु है हाम्रो ब्लगमा आएर। हामी अब एयरपोर्ट आइपुग्यौँ, अनि त्यसपछि अब हामी एकछिन बस्छौँ, अनि बसेपछि जान्छौँ हामी कहाँबाट जान्छौँ देखाउँछ। यो एयरपोर्टमा कस्तो राम्रो फुलहरू, हाम्रोमा यहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो कि के हो यहाँ काठमाडौँको, कस्तो राम्रो फुलहरू रहेछ। दिजु गएछ त हजुर, खै कस्तो हुन्छ कि दामी दामी। ल के भन्ने इच्छा छ भन्छ त। अनि सबै साथीहरूले हाम्रो भ्लग हेरिदिनु होला, अनि साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। हामी यसो बिरानो बर्थडे गएर घुम्न गएको थियौँ बस्नेतमा। हाम्रो त 2 को भइसकेको छ, लाभै हुन्छ कि क्या हो। म पनि देखिनु भएको छु फुल कति राम्रो छ होइन, फुल राम्रो कि म राम्रो दुवै कमेन्ट गरेँ। हामी यहाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जाम, बाफ्रे बाफ। हुन्छ, अब हामी आशा गर्छु कि हजुरहरू सबैले माया गर्छिन्छ भन्ने। सबैले माया गरिदिनु, लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर है। हुन्छ, बाई बाई।